काठमाडौँ भित्रिँदा वा बाहिरिँदा नागढुङ्गाको जामले हैरान हुनुभएको छ। घण्टौंसम्म सवारी रोकिएर बस्नुपर्ने, उकालो र घुमाउरो सडक पार गर्नुपर्ने समस्या अब धेरै हदसम्म अन्त्य हुन सक्छ, किनभने नेपालकै पहिलो व्यावसायिक सुरुङ मार्ग नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग अब सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। यदि सबै कुरा योजना अनुसार भयो भने आगामी साउनको तेस्रो साताभित्र यो सुरुङ मार्ग सर्वसाधारणको लागि खुल्ला गरिनेछ। दर्शकवृन्द, सबैभन्दा पहिले यो सुरुङ मार्ग किन यति धेरै चर्चामा छ भन्ने कुरा बुझौं। नेपालमा सडकहरू धेरै बनेका छन्, पुल पनि बनेका छन्, तर व्यावसायिक रूपमा सञ्चालन हुने यस्तो सुरुङ मार्ग भने पहिलो पटक निर्माण गरिएको हो। यो सुरुङ मार्गले काठमाडौँको नागढुङ्गालाई धादिङको सिस्नेखोलासँग जोड्छ। मुख्य सुरुङको लम्बाइ 2688 मिटर छ भने आपतकालीन सुरुङ 2557 मिटर लामो रहेको छ। यसको मुख्य उद्देश्य काठमाडौँ नौबिसे सडकको ट्राफिक जाम कम गर्नु, यात्रा छोटो बनाउनु र सडकलाई सुरक्षित बनाउनु हो। अहिले सुरुङ मार्गभित्र के भइरहेको छ त? आयोजनाका अनुसार अहिले अन्तिम चरणको तयारी भइरहेको छ। टोल उठाउने प्रणाली जडान गरिसकिएको छ। कर्मचारीलाई तालिम दिइँदैछ। सुरुङभित्र लाइट, भेन्टिलेसन, सीसीटीभी, आपतकालीन उद्धार प्रणाली र सुरक्षा उपकरणहरूको परीक्षण भइरहेको छ। दर्शकवृन्द, यो सुरुङ मार्ग सञ्चालनमा आएपछि 24 घण्टा सञ्चालन हुनेछ। यसको लागि करिब 150 जना कर्मचारी विभिन्न शिफ्टमा काम गर्नेछन्। यदि सुरुङ मार्गभित्र दुर्घटना भयो भने के हुन्छ? धेरै मानिसको मनमा यही प्रश्न आउन सक्छ। यसको लागि सुरुङमा आधुनिक सुरक्षा प्रणाली राखिएको छ। आगलागी नियन्त्रणका उपकरण, शक्तिशाली भेन्टिलेसन, सीसीटीभी निगरानी, कन्ट्रोल रुम र छुट्टै आपतकालीन सुरुङ निर्माण गरिएको छ। यदि कुनै सवारी बिग्रियो वा दुर्घटना भयो भने उद्धार टोली तुरुन्तै परिचालन गरिनेछ। आयोजनाको अनुमान अनुसार दैनिक करिब 8000 सवारी साधन यो सुरुङ मार्गबाट आवत जावत गर्नेछन्। यदि यो अनुमान पूरा भयो भने वार्षिक करिब 35 करोड रुपियाँ टोल शुल्क उठ्नेछ। सञ्चालन र मर्मत सम्भारको जिम्मा 5 वर्षको लागि सेवा प्रदायक कम्पनीलाई दिइएको छ। यसको लागि सरकारले वार्षिक 22 करोड रुपियाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसको सबैभन्दा ठुलो विशेषता के हो भने नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गबाट निस्किने सवारीहरू अब सिधै त्रिभुवन राजपथमा पुग्नेछन्। यसले मुख्य सडकमा अनावश्यक ट्राफिक जाम हुन दिँदैन र सवारी साधनलाई सहज रूपमा गन्तव्यतर्फ अघि बढ्न मद्दत गर्छ। यो केवल एउटा सुरुङ मार्ग परियोजना मात्र होइन, फ्लाइओभर र नयाँ पहुँच सडकलाई एउटै प्रणालीमा जोडेर काठमाडौँको प्रवेशद्वारलाई आधुनिक बनाउने प्रयास गरिएको हो। यदि सबै योजना अनुसार सञ्चालन भयो भने नागढुङ्गाको वर्षौंदेखिको ट्राफिक जाम अब इतिहास बन्न सक्ने विश्वास गरिएको छ। यसबाट यात्रुलाई के फाइदा हुन्छ? सबैभन्दा ठुलो फाइदा भनेको समयको बचत हो। घुमाउरो सडकको सट्टा छोटो दूरी प्रयोग गर्न पाइनेछ, इन्धनको खर्च कम हुनेछ, लामो जाममा बस्नुपर्ने अवस्था घट्नेछ। विशेष गरी मालवाहक ट्रक, बस, एम्बुलेन्स र निजी सवारी सबैलाई यसबाट राहत मिल्ने अपेक्षा गरिएको छ। तर यति ठुलो आयोजना समयमै किन सञ्चालन हुन सकेन? निर्माणका क्रममा कोभिड-19 महामारी, प्राकृतिक विपद र केही प्राविधिक चुनौतीका कारण काम पटक पटक प्रभावित बन्न पुगेको थियो। यद्यपि अहिले आयोजनाको भौतिक प्रगति 79.5% पुगेको बताइएको छ। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग केवल एउटा सुरुङ मार्ग मात्र होइन, यो नेपालको पूर्वाधार विकासको एउटा नयाँ सुरुवात पनि हो। यदि यो सफल भयो भने भविष्यमा देशका अन्य स्थानमा पनि यस्ता सुरुङ मार्ग बन्ने सम्भावना अझ बलियो हुनेछ। के यो सुरुङ मार्ग सञ्चालनसँगै काठमाडौँ नौबिसे सडकको वर्षौंदेखिको जाम अन्त्य होला? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्। यदि यो भिडियो जानकारीमूलक लाग्यो भने लाइक गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् र यस्तै अपडेटको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला।